अघिल्लो वर्षदेखि नै हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको यहाँको काठमाडौँ क्षेत्र नम्बर 7 को सांसद सचिवालय सहित यो दसैँ वडामा पुगेर मनाउने कार्यक्रम सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पनि यही क्षेत्र नम्बर 7 मा भएको हुँदाखेरि केन्द्रीय कार्यालयको प्राङ्गणमा पनि सबै साथीभाइहरू जम्मा भएर यो होलीको रङहरूको पर्वमा शुभकामना साटासाट गर्ने कार्यक्रम अघिल्लो वर्षदेखि पनि गरिरहेका छौँ र यो चाहिँ कार्यक्रमको निरन्तरता हो र यो वर्ष पनि हामीले अरू ठाउँमा पुग्ने क्रममा यहाँ केन्द्रीय कार्यालयमा उपस्थित भएर यहाँ शुभकामना साटासाट गरेर हामी होली पर्वको शुभकामना दिँदैछौँ। विशेष गरी नेपालमा 2 दिन होली मनाउने प्रचलन छ। तराईमा भोलि मनाइन्छ र पहाडमा आज मनाइन्छ। यो वसन्त ऋतुकोलाई स्वागत गर्दै मनाइने यो 2 दिने होली कार्यक्रममा देशैभरि र संसारभरि रहनुभएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो होलीको अवसरमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। मेरो तर्फबाट, व्यक्तिगत तर्फबाट र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यहाँ सबैजनालाई धेरै धेरै शुभकामना। संस्कृति परम्परा यी हाम्रा सम्पत्ति हुन् र हामीले गौरव गर्ने भनेको हाम्रो संस्कार, संस्कृति, धर्म सबै कुरालाई हामीले गौरव गर्ने हो र यो विशेष गरी रङहरूको पर्व, यो होली पर्व पनि नेपालीहरूको मौलिक पर्व हो। मैले अघि नै भने तराईमा भोलि मनाए पनि र पहाडमा आज मनाए पनि यो सबै मनहरू, सबै नेपाली मनहरूले रङलाई अँगालेर एकअर्कासँग खुसी साटासाट गर्ने र यो वसन्त ऋतुको आगमनलाई स्वागत गर्दै यो शरद ऋतुको अन्त्य हुँदै विशेष गरी सिजन ऋतु परिवर्तन सँगसँगै यो स्वागत गर्ने कार्यक्रम छ। उसलाई जसरी खुलेर मनहरू खुलेर कुनै जात, धर्म, वर्ग नभनिकन सबैजनाले एकअर्कासँग रङ साटासाट गरेर त्यो मन साटासाट गर्ने, खुसियाली साटासाट गर्ने यो पर्वलाई हामीले हाम्रो पर्व, नेपालीहरूको पर्व, गौरवको पर्व मान्नुपर्छ र एकअर्कासँग यो खुसी साटासाट गर्दै गर्दाखेरि सोही प्रक्रिया अन्तर्गत सबैले यो खुसी साटासाट गरिराखेको छ। यसलाई हामीले हाम्रो आफ्नो गौरवको रूपमा लिएर यस्ता पर्वलाई सिर्फ होली मात्र होइन, होलीसँग जोडिएका सबै नेपालीहरूले मनाउने पर्वलाई आफ्नो गौरवको रूपमा लिएर यसलाई मनाउनुपर्छ र होली मनाउँदै गर्दाखेरि, होली पर्व मात्र होइन अन्य पर्वहरू पनि मनाउँदै गर्दाखेरि र विशेष गरी होली पर्व मनाउँदै गर्दाखेरि चाहिँ अलिक संयमित भइदिन सबैजनालाई र रङ खेल्दै गर्दाखेरि जसको चाहना छैन, इच्छा छैन उसलाई जबरजस्ती गर्नु भएन र सौहार्दपूर्ण रूपमा एकअर्कालाई रङ र अबिर मार्फत शुभकामना साटासाट गरेर यो पर्व मनाइनुपर्छ र कम्तीमा आगामी पुस्ताले, हाम्रो भावी पुस्ताले पनि यो संस्कार, संस्कृति र परम्परालाई थाहा पाउन, अवलम्बन गर्न सकुन्, यसप्रति गौरव गर्न सक्ने गरी हामीले यसलाई मनाउनुपर्छ। एकदमै स्वाभाविक रूपमा यहाँले सभापतिज्यूको खोजी गर्नु, उहाँको अभाव फर्किनु भनेको कुरा चाहिँ तमाम नेपाली जनताले नै प्रत्येक पलमा त्यो महसुस गरिएको कुरा हो। यद्यपि यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी विशेष किसिमको लडाइँमा छ, एक किसिमको यो युद्ध नै हो र यो युद्धमा छ र यसका कमान्डरलाई चौतर्फी आक्रमण हुँदै गर्दा, यो पार्टीलाई चौतर्फी आक्रमण हुँदै गर्दा, सभापतिज्यूलाई आक्रमण गर्दै गर्दा कमजोर बनाइयो भने राष्ट्रसभा कमजोर बनाउन सकिन्छ भन्ने जुन मनस्थिति मार्फत उहाँहरूले जुन दुष्प्रयास गर्नुभएको छ, यसलाई निस्तेज पार्नको लागि तमाम नेपाली जनताले यसको प्रतिरोध गरिराख्नु भएको छ र जसले यसमा लागि पर्नु भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउन सकिन्छ कि भनेर, राष्ट्रसभाका सभापतिलाई कमजोर बनाउन सकिन्छ कि भनेर यो दुःसपना नदेख्नु भए हुन्छ। नेपाली जनता सचेत भइसकेका छन् र यो देश बनाउने प्रक्रियामा हामी यहाँहरूका बाधक होइनौँ। यहाँहरूसँग हामीले प्रतिस्पर्धा भन्दा पनि यहाँहरूसँग सहकार्य गरेर देश बनाउने प्रक्रियामा हामी जोडिएका छौँ। भलै आज सभापतिज्यू उपस्थित भएर यो होली कार्यक्रम हामी सँगसँगै खेल्न पाएका छैनौँ, यद्यपि सभापतिज्यू हामीसँगै हुनुहुन्छ, हामी माझमा हुनुहुन्छ र निरन्तर हामी विशेष गरी यो देशकै परिस्थिति, समग्र जनताको अवस्था यी सबै विषयसँग लिएर बारम्बार हामी चर्चामा गरिरहेका हुन्छौँ, संवाद गरिरहेका हुन्छौँ र यसलाई सहज रूपमा अगाडि बढाउनको लागि आगामी दिनमा हामीले हाम्रो यात्रा तय गर्नलाई के गर्नुपर्छ भनेर विशेष संवाद गरिरहेका हुन्छौँ। त्यसकारण तमाम नेपाली जनतालाई म के अनुरोध गर्न चाहन्छु भने तपाईँहरूले खोजिराख्नुभएका हाम्रा सभापति तपाईँहरू माझ नै हुनुहुन्छ, कहीँ कतै जानुभएको छैन। सिर्फ समय र परिस्थिति अनुसार उहाँले आफ्नो उपस्थिति कसरी देखाउने, कहाँ प्रस्तुत हुने र कसरी यी लडाइँहरूमा हामी सशक्त रूपमा लड्ने र विजय प्राप्त गर्ने भन्ने पाटोबाट हामी त्यो पाटोमा रहेको हुँदाखेरि यतिखेर हामी माझ होली खेल्नकै लागि सभापति उपस्थित हुनुभएको छैन। यद्यपि कसरी दिनुहुन्छ उहाँलाई शुभकामना? यद्यपि म एउटा के कुरा चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु भने रवि लामिछाने एउटा नाम मात्र थियो, हिजोको दिनमा जुन एउटा आशा थियो, तर आज त्यो रवि लामिछाने सबैको अभियान भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टी मात्र होइन, तमाम यो पुस्ताका युवा सबैको ढुकढुकी बनेको छ र प्रत्येक अनुहारहरू
देश परिवर्तन गर्नुपर्छ, समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ भनेर लागिपरेका सबै युवाहरू र रवि लामिछाने हुनुहुन्छ। त्यसकारण रवि लामिछानेज्यू तपाईँमा यहाँ उपस्थित नभए पनि, तपाईँहरूमा जतिखेर पनि उपस्थित नभए पनि तपाईँ आफूले आफूलाई म पनि एउटा रवि हुँ र यो रवि भनेको यो अभियान हो र यो अभियानलाई टुङ्गोमा पुर्याउने मेरो पनि दायित्व हो भनेर यहाँ सबैजनाले जसरी माया र साथ दिनुभएको छ त्यो साथप्रति हामी कृतज्ञ प्रकट गर्दै हामीले अब समय आएको छ यो देश परिवर्तन गर्नको लागि, देशमा समृद्धिको यात्रा तय गर्नको लागि आज देशले रगत खोजेको होइन नि त, देशले बलिदानी खोजेको होइन, देशले योगदान खोजेको हो। त्यसकारण तमाम सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ सबैजना रवि हुनुहुन्छ र त्यो सबैजना रवि भएको त्यो हिम्मतसहित अब हामी लागि परौँ र सौहार्दपूर्ण रूपमा हातेमालो गरौँ। परिवर्तन सम्भव छ, तपाईँ हाम्रै पालामा सम्भव छ। राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठुलो राजनीतिक दल हो। स्थापना गर्दै गर्दाखेरि कति साथीहरू थियौँ र अब यो पार्टीको रूपमा अगाडि बढ्दै गर्दा र देशको पहिलो शक्ति बन्दै गर्दाखेरि साँच्चै त्यो परिवर्तनको सम्वाहक बन्दै गर्दाखेरि कति साथीहरू छुट्न पनि सक्नुहुन्छ यात्रामा, कति साथीहरू जोडिनुहुन्छ। त्यसकारण छुट्ने साथीहरूले उहाँहरूले अभिव्यक्त गर्ने अभिव्यक्तिहरू उहाँका व्यक्तिगत अभिव्यक्तिहरू त्यसमा मैले कुनै टिप्पणी गरिराख्नु छैन। मैले भनि गएँ कैयौँ हातहरू जोडिनुपर्छ, कैयौँ दिमागहरू जोडिनुपर्छ, कैयौँ साथहरू जोडिने क्रममा एउटा व्यक्ति मात्र होइन, तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू यो पुस्ताको ढुकढुकी सबैजना जोडिनुपर्ने भएको हुँदा मैले एउटा व्यक्तिलाई इङ्गित गरिराखिनँ यहाँ। पुनः एकचोटि यो होली पर्वलाई एकदमै सौहार्दपूर्ण रूपमा मनाऊँ र सबै ती दुसपनाहरूलाई त्यागेर हटाएर अब नयाँ सपना र त्यो समृद्धिको सपना देख्ने र त्यसलाई गन्तव्यमा पुर्याउनको लागि सबैजना हातेमालो गरौँ। ह्याप्पी होली। थ्याङ्क यू। म सम्पूर्ण आम नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई म होलीको शुभकामना दिन चाहन्छु। होली चाहिँ मैले बुझ्दाखेरि एउटा न्याय को लागि चाहिँ स्थापना भएको चाहिँ एउटा पर्वको रूपमा लिन्छु। विशेष गरी अन्याय गर्नेहरूले अन्याय त गरिराख्न चाहन्छन्, तर कुनै एउटा क्षण आउँछ जहाँ चाहिँ अन्याय सकिएर अब न्यायको सुरुवात हुन्छ। यो होली त्यसैको एउटा बिम्बको रूपमा मैले बुझ्दछु र अब यो अहिलेको राजनीतिक परिस्थिति परिवेश के छ भन्ने चिज हामी सबैले बुझेका छौँ। हाम्रो सभापतिमाथि पनि चाहिँ एउटा यो कानुनी हतियार चाहिँ प्रयोग भएर चाहिँ अहिले मुद्दाहरू चलिराखेका छ। एक प्रकारको अन्याय भएको छ र विशेष गरी मुलुकको परिवर्तनको लागि जुन एउटा उत्साह बोकेर आम नागरिकहरूले मतदान दिएर सर्वाधिक मतका साथ विजयी हुनुभएको हाम्रो सभापति रवि लामिछानेलाई अहिले सरकारले चाहिँ 15-18वटा एउटै व्यक्तिलाई एउटै खाले चाहिँ एउटै मुद्दामा हुनुपर्ने कुरामा 15-18वटा मुद्दा लगाएर चाहिँ जिल्ला जिल्ला डुलाउने जुन एउटा गरेको छ त्यो एउटा अन्याय हो। यो अन्याय विरुद्ध पनि यो होलीले न्याय स्थापना गर्नको लागि काम गर्छ भन्ने म एउटा मनोकांक्षा व्यक्त गर्न चाहन्छु। यो त अत्यन्तै अभाव, यो हामी रासोपा परिवारले मात्रै होइन, यो देशमा एउटा सुशासन समृद्धि र यो देशमा एउटा न्याय हुनुपर्छ भन्ने सम्पूर्ण आम नेपालीहरूले नै अहिले सभापति रवि लामिछानेको एक प्रकारको मौनता चाहिँ अहिले जुन कानुनी लडाइँमा हुनुहुन्छ यो बिचमा उहाँ मौन नै रहनु भएको छ। त्यो मौनताको बिचमा चाहिँ अभाव सबैले महसुस गर्नुभएको छ र यो छिट्टै तोडिन्छ भन्ने लाग्छ मलाई। मैले बिहान चाहिँ उहाँको भिडियो हेर्ने अवसर पाएको थिएँ। गत वर्षको होलीको चाहिँ भिडियो मैले हेर्ने अवसर पाएको थिएँ अनि मलाई एकदम त्यो चाहिँ धेरै मैले मिस गरेँ। आज पनि हामीले पार्टी कार्यालयमा केही क्षण हामी साथीहरू भेटघाट गर्ने भन्ने थिँदै थियो। यो बिचमा उहाँको भिडियो हेर्दै गर्दाखेरि मैले आज पार्टी सभापतिज्यूलाई पार्टी कार्यालयमा चाहिँ रङ लगाउन पाएको भएदेखि कति चाहिँ रमाइलो हुन्थ्यो भन्ने मैले सोचेको थिएँ। त्यो बिहान मैले मिस गरेँ, सबैले मिस गरेका छौँ, आज हामीले पनि मिस गरेका छौँ, सबैमा यो छ। यो आन्दोलन होइन, यो चाहिँ समर्थनमा अब किनभने एउटा सामान्य हिसाबमा हेर्ने हो भने एउटा स्कुलको पूर्व प्रधानाध्यापकले त्यो स्कुलको बारेमा चिन्ता गर्ने र चाहिँ त्यो प्रधानाध्यापकको चाहिँ समर्थकहरूले चाहिँ त्यो प्रधानाध्यापक हुँदाखेरि राम्रो थियो भन्ने, त्यस्तै तपाईँको चाहिँ अरू पदमा बसेका मान्छेहरू पूर्व हुँदै जाँदाखेरि त्यो हुने। पूर्व राष्ट्रपतिहरूको पनि देशप्रतिको चिन्ता हुन्छ। त्यो पूर्व राष्ट्रपतिहरूले बोल्दै गर्दाखेरि पनि त्यहाँ केही समर्थकहरू हुन्छन्। पूर्व प्रधानमन्त्रीको हुन्छ, पूर्व मन्त्रीको हुन्छ, पूर्व राजाको पनि त्यो समर्थक हुने स्वाभाविकै कुरा हो। र देशप्रति चिन्ता हुनु सबै नागरिकको, देशमा बस्ने जन्मने हुर्कने यो देशमा काम गर्ने सबैको देशप्रति चिन्ता हुनु राम्रो कुरा हो। तर अहिलेको जुन एउटा अकर्मण्यता देखिन्छ सरकारको त्यसको प्रतिफल पनि हो। जनता चाहिँ एउटा चाहिँ जुन एउटा वितृष्णा बोकेर हिँडिराखेका छन्, जनता एकदम आजित भएको अवस्था छ हैन। अहिलेको भ्रष्टाचार, व्यथिति, कुशासन, तपाईँको चाहिँ परिवारवाद, अब यो चाहिँ यो तन्त्रहरूलाई यो एउटा अवस्थालाई चिर्नको लागि जनताले अपेक्षा गरेका छन्। त्यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा अगाडि बढेको छ। एउटा स्वभावैले समर्थकहरू हुने कुरालाई म
अन्यथा लिँदैन। यो त मिडियाहरूले सोध्ने प्रश्न नै होइन। हाम्रो पार्टीको राजनीतिक विचारधारामा यति स्पष्टसँग लेखिएको छ। त्यो म पुनः एकचोटि पढ्न व्याख्या गर्न त्यसमा अनुरोध गर्न चाहन्छु। त्यसमा थप व्याख्या गर्नु पर्यो भने त्यसैमा आधारित प्रश्नहरूलाई म व्याख्या गर्न चाहन्छु। हाम्रो पार्टीले स्थापना गरेको तपाईँको चाहिँ दिनदेखि आजको मितिसम्म एउटा लोकतान्त्रिक विधिको परिकल्पना गर्दै आएको छ र त्यही विधिमा अगाडि बढ्छ। राजनीतिक वृत्तमा आउने सबै चाहिँ आरोह अवरोहहरू हुन्छन्। यसले चाहिँ राजनीतिमा लिएर आउने केही तरङ्गहरू हुन्छन्। कुनै तरङ्गहरू दीर्घकालसम्म जान्छन्, कुनै तरङ्गहरू क्षणिक हुन्छन्। मलाई लाग्छ यो चाहिँ केही समयसम्मको लागि केही उभारहरू हुनसक्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको जुन एउटा लक्ष्य छ त्यो लक्ष्य हासिल गर्नको लागि चाहिँ कुनै पनि राजनीतिक भावहरूले यसलाई रोक्दैन। म पुनः एकचोटि यो होली हामी फागु पूर्णिमा भनेर मनाउँछौँ। फागु पूर्णिमाको अवसरमा सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा न्याय प्राप्ति होस्, यो मुलुकले न्याय पाउन सकोस्, यो मुलुकको सुशासन समुन्नतिको लागि हामी सबैजना एकजुट भएर काम गर्न सकौँ, यो पुनः एकचोटि शुभकामना।